अर्काको यो तोरीबारीको साग छोडिदिएछ नि नानु पसिना हेर्नु पसिना A few moments later. Hey guys, welcome back to my channel. So it's me Anjalika and I'm fine. So I think हजुरहरु सन्चै हुनुहुन्छ होला भनेको साथसाथै आज चाहिँ मैले यो भ्लग किन बनाएको छु तपाईलाई थाहा छैन सो गाइज अहिले चाहिँ हामीहरु डान्स परफर्मेन्सको लागि हामी धनकुटा जिल्लामा जाँदैछौँ एक्ज्याक्ट त्यो कति नम्बरमा पर्छ त आई डोन्ट नो अनि सो हामी जाँदैछौँ अनि देख्न सक्नुहुन्छ यो म चाहिँ यिनीहरूको कोच हो है यिनीहरू त डान्स गर्नेहरू हो हाम्रो भर्गियाहरू यता So finally guys, हाम्रो गाउँदेखि डाँडा गाउँ मतलब धनकुटा जिल्ला जाने हेर्ने साथीहरू सब ओइ उ त भेटीहरू ए के यो फुलहरू चलाउ न छेउको पनि नटिप्नु अरे छेउको कहिले टिप्नु हुँदैन लाग्यो रिङ्गटा एन्ड कान्छी लाग्यो गेम हेर्नु हाम्रो डान्स होइन हाम्रो यात्रा सफल रहोस् भन्न चाहन्छु एउटा चाहिँ फुरुर त्यहाँ कुदिसक्यो त्यहाँ हेर्नु न साथीहरू सबभन्दा लामो पुल यही हो नि यो पुल यति साह्रो हल्लिन्छ साथीहरू शङ्खसभाबाट धनकुटा जिल्लाको त्यो लास्ट सिमाना यहाँ छ है देख्न सक्नुहुन्छ यो बिचल यो पुल कटेपछि यो पुल पारी त धनकुटा अनि फुलवारी चाहिँ शङ्खसभा साथीहरू सबभन्दा हाम्रो यो तीनटा पुल छ यो सँगसँगै हैन यो साथीहरू हामी यति टाढो जङ्गल आउँछौँ यहाँ हाम्रो जङ्गलहरू देख्न सक्नुहुन्छ यस्तो छ पहिले अमुराको पटनहरू यस्तो अमुराको विद्यार्थीहरू यहीँ आएको नि यो पुल हेरेर पहिला हामी हेरेर ऊ त्यस्तो दमा पौडी खेल्थ्यौँ है मेरो टुटेको मन सम्हाल्न खोज्छु म आतिन्छु झन् मनको पीडा मेरो बुझ्दिने कसले आँखाको आँसु यो बुझ्दिने कसले भाइ कस्तो दोष हो के लेखिएको यस्तै भन तिम्रो मेरो दोष हो मनमा छ साथीहरू यहाँ पाइछौँ धनकुटा भन्ने ठाउँमा आइसकेको छौँ अनि सो अब चाहिँ हामी धनकुटा माथि हामी डान्स पर्फर्मेन्स गर्ने ठाउँमा चाहिँ अब हामीलाई लाग्छ होला यहाँबाट उकालो हिँडेर जानु त्यस्तै 3-4 घन्टा अनि सो अहिले चाहिँ दिउँसोको 2 बजिरहेको छ 1 बजिरहेको छ आइरहेको तर अब हाम्रो चाहिँ अब यो उकालो बाटो हुँदै जानुपर्छ साथीहरू अब हाम्रो उकालो हिँड्नु पर्यो है उकालोबाट जाने हो क्या त्यस्तो रोड जानु हुँदैन घुम्ती छ साथीहरू अस्ति गाडी छ बाटोहरू कस्तो साथीहरू 2जना बहिनीहरू चाहिँ रोड अनि हामी चाहिँ यो उकालो बाटो 2जना मात्रै को फर्स्ट आउँछ भनेर च्यालेन्ज गरेको पाप हुन लागिसक्यो हाम्रो अझ माथि उबासहरू देखिरहेको छ सो फाइनली गाइस च्यालेन्जमा चाहिँ फर्स्ट हामी नै भयौँ किनकि हामी भनेको उकालो भए पनि सर्टकट बाटो थियो अनि उनीहरू त पर आउँदैछ त्यो चाहिँ तिनीहरू चाहिँ लुजरहरू भयो नि के साथीहरू पसिना हेर्नु पसिना पसिना कस्तो
प्लास्टिक गर्नु साथीहरू हाम्रो यहाँ पर हेर्नु उनी सुत्दै पारा पसिना चाहिँ खतरा निस्किन्छ मेरो नेचुरल फेस हो साथीहरू ओठमा चाहिँ अलिअलि मैले लिपस्टिक लगाएको छु मेरो ओठ पनि पिङ्क नै छ कुन बाटो छिटो छ बाबा सो साथीहरू आज चाहिँ हाम्रो एकदम धेरै ब्याड लक भइरहेको छ होइन म चाहिँ तपाईँहरूले चाहिँ विश्वास गर्नुहुन्छ गर्नुहुँदैन थाहा हुँदैन थाहा छैन तर म चाहिँ एकदम धेरै विश्वास गर्छु होइन अब यस्तो म कहीँ उता कता जाने बेलामा यस्तो खाली डोकोहरू देख्यो भने चाहिँ मेरो धेरै एकदम अशुभ हुन्छ क्या अनि सो फेरि यस्तो भइरहेको छ साथीहरू होइन डान्स हामीले नजाने भन्ने प्लान थियो तर हिजो बिहान 2 चोटि सिक्यौँ अनि बेलुका 2 चोटि जति सिक्यौँ अनि अघि बिहान 2 चोटि जति सिक्यौँ त्यत्तिको भरमा आएर चाहिँ साथीहरू चाहिँ मगर 6 चोटि मात्र सिकेर हामी त्यत्तिको भरमा डान्स गर्न आइरहेको छौँ अनि त्यो पनि धनकुटा जिल्लामा साथीहरू त्यहाँनिर कति राम्रो राम्रो नाच्नेहरू आउँछ होला तै पनि हामी चाहिँ के लाग्यो भने ल जाऊँ न त बजार पनि भरिदिउँ बजार सो डान्स भयो भने देखाइदिउँ न त भनेर हामीहरू हिँडेको साथीहरू हुन चाहिँ कम्पिटिसनमै हो भाग लिने तैपनि भाग कम्पिटिसनमा लिए पनि एक्सपेक्ट धेरै गरेको छैन हामीले किनकि हाम्रो डान्स भनेको एकदम मलाई लाग्छ लुजरै छ क्या हाम्रो डान्स यस्तो नर्मल डान्स छ क्या अब अरूहरूले कस्तो राम्रो राम्रो पर्फर्मेन्स गर्छन् होला अनि सो साथीहरू हाम्रो पर्फर्मेन्स पनि हजुरहरूलाई हामी भरे नै देखाउनेछौँ पोस्ट गर्नेछौँ अनि त्यही हो साथीहरू एकदम कसैको ज्यान लालाक लुलुक भयो भन्छन् कसैले मलाई बिरामी हुन लागे भन्छन् अनि म मात्र हो कि स्ट्रङ गर्ल तर मैले पनि खाल्टुक देखेको छु साथीहरू आज बिहानदेखि मैले धेरै कति 10-12 जति देखिसकेँ कि साथीहरू अनि कतिले विश्वास गर्नुहुन्छ गर्नुहुँदैन थाहा भएन तर मलाई चाहिँ एकदम ट्रस्ट लाग्छ है म गेम खेल्नु जाँदाखेरि अनि प्रायः मैले यस्तो देखेँ भने चाहिँ मेरो एकदम ब्याड लक हुन्छ मेरो चाहिँ फेरि टाउको दुखिरहेको छ क्या आज अलिअलि पेट पनि दुखिरहेको छ हामीहरू चाहिँ अब त्यो एकछिन थके मारेर अब फेरि हामी चाहिँ उकालो त खोलाइसकेको छौँ सर बिच बिचमा नल्याउनु तिमीहरू कसो पेट दुख्छ त हौ साथीहरू अलिकति इनर्जी त लिएर आउनु पर्यो नि त होइन पानी मात्र खाए इनर्जी ल्याउनु पर्यो हामीहरू चाहिँ त्यो पहाडीको गाउँबाट आएको अहिले चाहिँ हामीहरू यता लड्छौँ देखाइन साथीहरू यिनीहरू थकाइ यसरी बसेर आज 3 चुला भएर बसिरहेछ अनि म चाहिँ यिनीहरू चुला हो अनि बिचमा दाउरा पोल्ने मान्छे चाहिँ म होला साथीहरू यिनीहरू हेर्नु न भोका अर्काको यो तोरीबारीको साग छोडिदिएछ नि यिनीहरू खान्छन् अरे हो यस्तो तोरीको साग हेर मलाई तेरो अलिकति बुबुदैन खान्छु गमलङ गुमलुङ खाइदेऊ मान्छे चाहिँ कसै स्टिन तर हालत त्यस्तो छ क्या मिठो पो छ त किन तिमीहरू नभएर मुची मसँग बाँदरको सन्तरहरू रहेछन् कि यिनीहरू भोकाले साथीहरू यिनीहरू यस्तो तर मैले त खाएको होइन है फेरि मैले पनि चोर भोकै छिटो साथीहरू चोरहरू भोक लागेर मनमा रहेछ साथीहरू चोरहरू आउँदैछ है मुनि पनि खान्छु
चोरेर खाएको चोरेर सो गाइज फाइनल लुक्स चाहिँ हाम्रो यो भयो अनि हामी चाहिँ सामानहरू यहाँबाट लाएर गयौँ अनि स्मल कोट लगाएको छु मैले आज जाडोसँग च्यालेन्ज गरिरहेको छु साथीहरू सो फाइनली गाइज हामी चाहिँ ग्राउन्ड आइसकेको छ देख्न सक्नुहुन्छ यहाँ म्याच भइरहेको छ फेनामेनाहरू यहाँ छ हात देखाउ त पछि मेरो हात चिसो चिसो भइरह आज ऊ लोसार हो क्या लोसार लड्छस् मेरो हात हेर ती त्यस्तै ओए त कतिको जाडो भए मलाई त्यस्तो राखेन साथीहरू जाडो भयो चाहिँ भाग लिने स्टेबल छ अनि सो नाच्दै हुनुहुन्छ मान्छेहरू यहाँ आउनु छ साथीहरू यसले 250 खेल जितेको पैसा यहाँ हेर्नु न हामीले चाहिँ टिम दर्ता गरिसकेको छ यहाँ अब ड्रेस लगाउनु जाँदै जमेसरी जाडो यति छ नि जाडो चाहिँ एकदम धेरै नै छ साथीहरू अनि फर्स्ट टाइम पनि हो यो चाहिँ होइन अनि स्टेज चाहिँ त्यहाँनिर छ अनि अब हामीहरू चाहिँ त्यहाँनिर ड्रेस लगाउनु जाँदैछौँ साथीहरू अब हाम्रो एकैचोटि पर्फर्मेन्सको मात्रै भिडियो आउँछ साथीहरू गऱ्यो तर खुट्टा फर्स्ट टाइम पढाएको यहाँनिर कहिले स्टेप बिगारेको मैले एउटा बिगार्दै होइन तर झन्डा यस्तो भएर मात्रै हो त्यही झन्डा यस्तो फरक कहिले स्टेप बिगारेको मैले एउटा झन्डा मेरो अन्तिममा पर्नु मेरो अन्तिममा पर्नुपर्ने ठाउँमा म बिचमा बसेँ हाम्रो चाहिँ फर्स्ट डान्स पढेको थियो अनि हामीले हिजो मात्र सिकेको थियो क्या पोते यहाँ छ हामीले पोते पनि नलाइकन भिडियो बनाएको साथीहरू सो दिदी यहाँ उल्टो भेट्छ यहाँ उल्टो लगाइरहेको छु मैले सो साथीहरू त्यस्तै भयो होइन फर्स्ट टाइम देखाएको खोल्यो अहिले फर्स्ट लटमै पढेको अनि हामीले त्यस्तो ड्रेसहरू निकै राम्रोसँग लगाउनु पाएन होइन मलाई उल्टो लगाइदिएर यहाँ अनि के भने नि साथी फर्स्ट पर्फर्मेन्स पनि देखाउनु पऱ्यो अनि त्यस पछाडि हाम्रो ड्रेस चाहिँ केही नमिलाइकन एकैचोटि दुईवटा प्र्याक्टिस गरेको त्यतिमै हामी नाचेको हो साथीहरू त्यही हो साथीहरू हाम्रो कम्पिटिसन डान्स पनि सकिसक्यो अनि त्यस पछाडि सो डान्स पनि मैले देखाइसकेको छु तपाईँहरूले मेरो गन्तव्यमा आएर हेर्न सक्नुहुन्छ है अनि अहिले पनि सो डान्स भइरहेको छ है यो पनि अहिलेको पनि सो डान्स रहेछ होइन अनि अब चाहिँ कम्पिटिसन डान्स धेरै रहेछ साथीहरू नि हाम्रो चाहिँ कम्पिटिसन डान्स सकिसकेको छ है अनि सो साथीहरू अहिले चाहिँ अब हाम्रो रिजल्ट आउनु बाँकी छ अब हाम्रो साथीहरू यहाँ छ देख्न सक्नुहुन्छ Thank you. हजुर मलाई भेटाउनु अञ्जलिका यात्रा गोमरेन्ज भेटाउनुहुन्छ धन्यवाद बस्नु भएको होला हजुर मलाई पनि रूपमा निकाल्नु त ल मेरो नाम चाहिँ आर्यन हो म चाहिँ सोल्टिनीलाई आज के भन्न चाहन्छु भने नि हजुर आई लभ यु सोल्टिनी थ्याङ्क यू
भरे भ्लगमा आउनु पर्यो यो चाहिँ ल धन्यवाद and thank you for watching guys धन्यवाद सोल्टिनी and thank you for watching guys हरू हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछु बाई बाई साथीहरू बाई बाई